ल है साथीहरू, म पनि एउटा सानो भिडियो ल्याएर उपस्थित भइसकेको छु। हाम्रो चाहिँ प्लम्बिङ काम यसरी भइरहेको छ। तपाईँहरू कसरी गर्नुहुन्छ सल्लाह सुझाव दिनुहोला। यो चाहिँ ओपन टोइलेट बाथरुमको काम गरिसकेका छौँ हामीले। यहाँ चाहिँ कम्बोर्ड राखिने छ। त्यसै गरी तातो चिसोको लागि डाइभर्टर राखिएको छ। अनि यता बेसन पनि राखेका छौँ। टोइलेट बाथरुमभित्र नै राखिएको छ। बाहिर चाहिँ अहिले सानो ठाउँ भएको कारणले यता एटेच टोइलेट बाथरुम पनि छ। यहाँ पनि कम्बोर्ड नै राख्ने कुरा भएको छ। कम्बोर्डको लागि पोइन्टहरू छोडेका छौँ, बेसनको लागि पोइन्ट छोडेका छौँ यता यसरी। अनि त्यसै गरी तातो चिसोको लागि डाइभर्टर पनि राखेका छौँ यहाँ। यसरी काम भइरहेको छ हाम्रो। तपाईँहरूले कसरी गर्नुहुन्छ सल्लाह सुझाव दिनुहोला। अनि यहाँदेखि अर्को फ्लाइटमा चाहिँ सप्लाई भइरहेको छ वेस्ट पाइपहरू अनि पानीको तातो चिसो पानीको पाइपहरू सबै चाहिँ एकै ठाउँबाट हामीले गरेका छौँ भने यो चाहिँ वासिङ मेसिनको लागि पनि पोइन्ट छोडिदिएका छौँ बाहिर बराङ मुनि। त्यसै गरी यो सेकेन्ड फ्लाइट हो। यहाँ पनि 2वटा चाहिँ टोइलेट रहेको छ भने एउटा बाथरुम छ। यो चाहिँ एटेज हो सेकेन्ड फ्लाइटको। यहाँ चाहिँ यसरी राखेका छौँ। यो माथि सप्लाई भएको पाइपहरू हो। प्रत्येक फ्लाइटको तातो चिसोको यो एक-एकवटा सप्लाई दिएका छौँ। त्यसै गरी यता बेसन पनि छ अनि यता डाइभर्टर पनि राखेका छौँ। यसरी काम भइरहेको छ। सामानहरू यसरी राखिएको छ। यो चाहिँ टोइलेट मात्रै हो। यहाँ चाहिँ सानो ठाउँ भएको कारणले ह्यान्ड सावर राखेर बाथरुम पनि युज गर्न सकिन्छ। यसरी राखेका छौँ। बाहिर चाहिँ बेसन यसरी राखेका छौँ भने अब यता किचनको काम पनि भइसकेको छ। किचनमा चाहिँ बाहिर चाहिँ एउटा भाँडा मिच्नको लागि कपडा धुनको लागि ठाउँ राखिएको छ भने यो चाहिँ बेसनको लागि किचनमा खाना खाएर हातसात धुनको लागि यता पाइप छोडेका छौँ। यो चाहिँ किचन सिङ्कको लागि वाटर गार्डको लागि यता छोडेका छौँ भने यता अब हाम्रो ट्याङ्की जडानको काम बाँकी छ। यो पनि आज नै गर्ने कुरा भइरहेको छ भने हामी यसरी ट्याङ्की जडान गरेका छौँ। हामीले चाहिँ ट्याङ्कीमा चाहिँ टेरको